के सम्बन्ध छ यति मात्रै भनिदिनुहोस् न भनिरहन छु। धन्यवाद सञ्चालिका नानालाई र सम्पूर्णलाई म सेवारो श्यामुना फ्याबुला टेडेले जुजुलो बतारेमा र दर्शक नमस्ते भन्न चाहन्छु। यो मुदुम र नछुङमा के सम्बन्ध छ भन्ने प्रश्नमा चाहिँ म के भन्न चाहन्छु भने मुदुम नै नछुङले एउटा ऋष्य गाउने हो, ती हो सत्यता ती छ। हामीले नछुङ म लगभग 1.5 वर्षको उमेरदेखि कामले आएको रहेछु म र 7 वर्षको उमेरमा चाहिँ मैले डोल झ्याप्टा अथवा मैले ढ्याङ्ग्रो हानेको हो। म अघि यहाँ दुईटा कुरा आयो नछुङहरू थोरै अलिकति म प्रस्ताएँ। यसमा चाहिँ एउटा चुल हान्ने अर्को चाहिँ सिया हान्ने भन्नेमा, तर यसमा चाहिँ हाम्रो चामलिङको चाहिँ दुईटा चिज पनि एउटा नछुङले गर्न सक्छ। एउटा छुई हुन्छ अथवा छुई भनेकै एउटा हाम्रो चाहिँ नछुङहरूको चाहिँ त्यो बाटो अथवा नछुङहरूले गर्ने कार्य। धनीराम म अहिले चाहिँ म दुईटा छुई छ मेरो। एउटा बोखा छुई भनेको बोखा छुईले चाहिँ हाम्रो कुलपित्र गर्ने साकेला झिक्ने काम गर्छ र साका कुरुङ छुई अथवा कुरुङ छुईले चाहिँ बाहिर लडेर मरेको सिया हान्ने काम गर्छ। यो मेरो दुईटा छुई अथवा म दुईटा छुई चाहिँ चलाउँछु। यसलाई उदाहरण थोरै मात्र दिन्छु म। एउटा गायकले गाउने मात्र सङ्गीत पनि गर्छ र उसको शक्ति अनुसार चाहिँ उसको क्षमता अनुसार चाहिँ उसले गर्ने काम हो, उसले पाएको। भन्छन् अहिले पुर्खाहरूले तैँले पाएको मात्र गर है, त्योभन्दा फाल्टो नगर है भन्नुको अर्थ यो हो कि नछुङहरूले हामीले पाएको मात्र गर्नुपर्छ अथवा कुनै पनि लोभ लालचमा जानु हुँदैन भन्ने चाहिँ पुर्खाहरूको त्यो सत्यता हो। र त्यो चाहिँ म दुईटै छुई चलाउँछु, साका कुरुङ छुई र बोखा छुई। अहिले म हाम्रो दिक्तेलको सोलमामा साकेला मूल धामी पनि मै हो र त्यहाँ वरिपरि बिजुवा अथवा बिजुवा पनि भन्छ त्यसलाई, बाहिर सिया हान्ने त्यो पनि काम गर्छु म। आजै मात्र मेरो साथीहरू पनि मैले बोलाएको छु। यहाँ नक्कीबोटमा मेरो हुइलुङ हान्ने कार्यक्रम पनि छ र बेलुका म चिन्ताले बस्दैछु कि किनभने अब मेरो भाइहरू चाहिँ आउँदैछ। म पनि उहाँ भाइ जस्तै अलिकति हतारमै छु, केटाहरूलाई रिसिभ गर्नुपर्छ, 4 जना आउँदैछ। मैले दाइलाई पनि प्रस्ताएको छु यो कुरा। त्यो भएको कारणले यो ऋषिया र मुदुममा हाम्रो सबैभन्दा पहिले चाहिँ नछुङ निस्किनुभन्दा पहिले चाहिँ मुदुम नै हो अथवा बिरामी नभई धामी भएको होइन। इतिहास हेर्नुपर्छ हामीले। एकताली नछुङले जब बिरामी भयो त्यसपछि बिरामी भइसकेपछि त्यसलाई के गर्ने भन्ने चाहिँ डिसिजनमा जाँदाखेरि पहिले हाम्रो चामलिङमा चाहिँ इतिहासमा चाहिँ पहिले बिरामी भएको छ नछुङको। त्यसपछि खोज्दै जाँदा चाहिँ ल अब म गर्छु है, म ऋषिया गाउँछु र म उहाँलाई चाहिँ उपचार गर्छु है भनेर चाहिँ सुरु चाहिँ बिरामीदेखि र मुदुम चाहिँ गाउँदै जाँदाखेरि मुदुम नछुङभन्दा पहिले जन्मेको मुदुम हो र मुदुम त्यसैलाई पछ्याउँदै जाँदाखेरि चाहिँ नछुङ र मुदुमको के त सम्बन्ध चाहिँ एकदम नजिक। र मुदुम चाहिँ हामीले नछुङहरूले गाउने एउटा शिरमा राख्ने अथवा हाम्रो फर्मुला सरी त्यो चाहिँ हाम्रो के भन्छ त्यसलाई एउटा गर्ने चिज अथवा विधि सबैभन्दा सुरुमा चाहिँ हाम्रो मुदुम नै आउँछ। र नछुङ र मुदुम कुन चाहिँ ठुलो अथवा कतिको सम्बन्ध छ भन्दाखेरि मलाई जहाँसम्म लाग्छ मैले देखेअनुसार मेरो सुइमा अथवा मैले सपनामा देखेअनुसार मैले पाएअनुसार मैले शक्ति पाएअनुसार चाहिँ सबैभन्दा सुरुमा मुदुमले अगाडि आएको हो। त्यसपछि मात्र नछुङ होइन। उहाँलाई चलाउने खेलाउने भनेकै को त नछुङ हो होइन। सुरुमा तपाईँको चाहिँ चामल नभई बान बसाइँदैन। बान एउटा भाँडामा पकाउनुको लागि चामल चाहिन्छ। त्यो चामल नै के त अन्त मुदुम हो। खाली भाँडा कहिले पनि पाक्दैन। त्यो भएको कारणले भाँडा मात्र एउटा नछुङ अथवा हामीले उहाँलाई प्रयोग गर्ने मात्र हो। सबैभन्दा ठुलो चाहिँ मुदुम नै हो र नछुङ भनेको त्यसपछिको। जस्तै हामीले ऋषिया गाउँछौँ, मुदुम गाउँछौँ भन्छौँ, तर त्यो प्रयोग गर्ने मात्रको त नछुङ हो
होइन त्यो अरूले पनि गाउँदा हुन्छ तर के त भन्दा शक्ति अघि पनि भने पाइरासी जुन आफूले पाएको चिज मात्र त्यो गर्नुपर्छ है त्यो कुरा त्यो भएको कारणले म चाहिँ र मैले पाएको अनुसार मैले मेरो कोखमा पिरिमाले दिए अनुसार मेरो आफ्नो देउताले दिए अनुसार मेरो चाहिँ त्यो मैले चाहिँ के बुझेको भने र अहिलेसम्म पनि म सबैभन्दा ठुलो हैखामा दोदोमा अथवा धरती आकाश हामीले धरती आकाश बेगर केही पनि गर्न सक्दैनौँ र हाम्रो हामी किराँतीले र म बारम्बार भन्ने गर्छु यहाँ अघि पनि आयो 2-3 कुरा हामी किराँतीहरू हौँ हामी किराँत धर्म तर यसमा चाहिँ अलिकति व्याख्या गर्न म चाहन्छु थोरै मेरो सल्लाह सुझाव हामी किराँत धर्म भन्दा नि हामी मुदुङ धर्म हो कि र मुदुङ धर्म नै भन्नुपर्छ कि भन्नेमा चाहिँ मेरो जिज्ञासा हो किनभने हामी यहाँ धेरै थरीका चाहिँ राईहरू छौँ तर हाम्रो एउटै लिपि छैन एउटै हामी भाषामा आफ्नो यहाँको भनाइ चाहिँ अब मुन्दुम पहिला अनि नाक्सो पछि किनभने पहिला नाक्सो पछि अहिले यति नै गरौँ अब नेक्स्ट हुन्छ थोरै अलिकति थोरै नाना प्रश्न आउँछ यसलाई त्यो भएको कारणले हामी म चाम्लिङ भाषाले आफ्नो 3 चुला पुज्दा के अब किराँतीहरूको जे अहिले हाम्रो अध्यक्षज्यू जितेन दाइले पनि भन्नुभयो हामीलाई यस्तो गर्यो उस्तो गर्यो भन्दै गर्दाखेरि पनि हामीलाई डोमिनेट गरिराखेको छ किन त भन्दा हाम्रो आफ्नो भाषा भएको कारणले एउटै लिपि भएन हामी 3वटा चुला पुज्दाखेरि आफ्नो ऋषियाले आफ्नो मुदमले हामी पुज्छौँ त्यो भएको कारणले पनि हामी डोमिनेट भएको नसुनहरू पछि परेको है त्यो भएको कारणले अब एकदम ठुलो कार्य गर्नुभएको छ नचुङहरू सबैजना सबै थरीका भेटाउनु भएको छ अब यसलाई कसरी लाने कुरा हो होइन यसमा चाहिँ भरे पनि म प्रस्ट्याउँछु अहिले चाहिँ म तपाईँहरूको प्रश्न अनुसार त्यही हो सबैभन्दा सुरुमा चाहिँ मुदुङ अथवा बिरामी नभई धामी भएन होइन त्यो भएको कारणले सबैभन्दा ठुलो चाहिँ मुदुङ नै हो मुदुङ भएपछि हामीले त्यही अनुसार हामीले नचुङले गर्ने हो भन्न चाहन्छु म चाहिँ मेरो चाहिँ यति हो धन्यवाद जम्चो होइन तपाईँ चाहिँ जम्चो नचुङहरू हुन्छ तपाईँको एकचोटि परिचय त दिनुहोस् न सर्वप्रथम सबै नम्पा नचुङहरूलाई मेरो नमस्कार र मेरो नाम सागर राई हो मेरो घर ओखलढुङ्गा जिल्ला मानेभन्ज्याङ गाउँपालिका वक्सा हो र म चाहिँ 13 वर्षको उमेरमा भुइँफुट्टा धामी निक्लेको हो र म पहिले खासै निक्लिनु पर्ने 3 वर्षमा त्यो भएन र 7 वर्षमा त्यो पनि भएन पछि 13 वर्षको उमेरमा धामी गरेको छु अनि भुइँफुट्टा भनेको चाहिँ कस्तो हुन्छ भुइँफुट्टा भनेको आफै उत्पादन आफै त्यो आफ्नो गुरुले आफैलाई रुचाएर अनि आफै बनाएकोलाई आफै उत्पत्ति भएकोलाई अनि भनेपछि तपाईँले चाहिँ मुन्दुम भन्ने चाहिँ कहिले थाहा पाउनु भयो मुन्दुम भनेको मैले जब म धामी भइसकेँ र त्योभन्दा अलिकति पहिले पनि अलिअलि थाहा थियो र मुन्दुम भनेको चाहिँ यस्तो रहेछ कि हाम्रो अम्बुले भाषा संस्कृति अनुसार चाहिँ अब हाम्रो रीतिरिवाज र हाम्रो भनेपछि रीतिरिवाज र हाम्रो घरमा के हुन्छ र हामीले के गर्ने यस्तो कुराहरू चाहिँ मुन्दुम अनि जस्तै तपाईँले चुलाहरूको लागि के गर्नुपर्छ चुला चाहिन्छ तपाईँलाई हजुर तपाईँ भुइँफुट्टा धामीलाई पनि चुलाहरू चाहिन्छ हजुर चाहिन्छ भन्नुपर्छ किन चाहिन्छ के गर्नुहुन्छ चुलामा भनेपछि आफ्नो पुर्खाहरूलाई त्यो खुवाउनुहरू पर्छ अनि मान्नुपर्छ त्यही भएर चाहिन्छ पुर्खाहरूलाई मान्नुपर्छ खुवाउनुपर्छ हस् धन्यवाद है बाबुलाई धेरै धेरै पछि फेरि कुरा गर्न अब उहाँलाई चाहिँ हामी निकालेर तल खाजा गएर पठाइदिनु होला 2 बजी त हिँड्नुपर्छ